हेलो हेलो गाइस सबैजनालाई गुड इभिनिङ। म चाहिँ यता के भन्छ सिमरायो साग टिप्न आएको छु एकजना बहिनीसँग। तर सिमरायो साग चाहिँ छैन रहेछ है। त्यही भएर यस्तो अल्छी लाग्यो अनि त्यही भएर भिडियो बनाउनु मन लाग्यो अनि भिडियो बनाउँदैछु। अनि बहिनी चाहिँ यतातिर है भन्नु न। हाम्रो बहिनी यहाँ साग टिप्दै हुनुहुन्छ। चप्पल निकालेर माथि सुर्केर एकदम हिलो हिलो छ क्या। त्यही भएर गाइजहरू हामी चाहिँ यसरी साग टिप्दैछौँ बहिनीसँग। अनि आज केटिएमको वेदर भन्नुपर्दा चाहिँ यस्तो छ है, एकदमै रमाइलो छ, एकदमै मन्द मन्द, एकदम सफा मौसम छ। त्यही भएर हामी चाहिँ यहाँ साग टिप्न आएको। साग चाहिँ यति छ गाइजहरू, यता हेर्नुहोस् त, यति टिपिरहेको छौँ है गाइजहरू। अनि टिप्ने ठाउँमा हेर्नु न गाइजहरू, यस्तो पानी छ। त्यही भएर अनि चप्पल निकाली हाम्रो बहिनीले चाहिँ टिप्दै हुनुहुन्छ। अनि हामी चाहिँ यतादेखि आएको, बहिनीहरू चाहिँ यता बस्नुहुन्छ है। यो चाहिँ अफिस हो, हाम्रो छ्यामाहरू यहाँ बस्नुहुन्छ। अनि मैले त्यहाँ अलिकति साग पनि लिएर रोपेको थिएँ गाइजहरू। आज यस्तो छ, आज यति रमाइलो छ कि केटीहरूको वेदर। यतिखेर चाहिँ 6:28 भइसकेछ। साँझ परेको बेला कति राम्रो मौसम देखिएको है गाइजहरू। तपाईँहरूकोतिर कस्तो छ अनि कतिको रमाइलो छ? यता चाहिँ एकदमै रमाइलो छ। यता बहिनी आउँदै हुनुहुन्छ, एकदमै सुरुवाल सुर्केर चप्पल झिकेर आउँदै हुनुहुन्छ है। एकदम पानी छ, हिलो हिलो छ। त्यही भएर चाहिँ यहाँ हामी चप्पल निकाली साग टिप्दैछौँ। अब घर जानु लागेको, साँझ परिसक्यो गाइजहरू। सबैजनालाई गुड नाइट, ओके बाई बाई, सी यू अगेन। फेरि भेटौँला है अर्को भिडियोमा गाइजहरू, बाई बाई।